नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई ध्यानमा राखी आज बृहत सरसफाई गरियो। भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारी तीव्र, भारतीय उच्च अधिकारी लगायत टोली जनकपुरको 12 बिघाको निरीक्षण। आज 25औं दिवस प्रेस स्वतन्त्रता दिवस मनाइँदै सम्पादकीय तहमा पुग्न नपाएको महिला पत्रकारको गुनासो। फर्किएको ट्रान्सफर्मर मर्मत नहुँदा सप्तरीमा 200 परिवार विद्युत सेवाबाट वञ्चित। र आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स राजस्थान रोयल्सलाई 4 रनले पराजित। अब समाचार विस्तारमा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई ध्यानमा राखी आज बृहत सरसफाई गरिएको छ। आज बिहान जानकी मन्दिरदेखि 12 बिघा सडक क्षेत्रमा सरसफाई गरिएको हो। मुख्यमन्त्रीदेखि विभिन्न दलका नेता तथा कार्यकर्ता, कर्मचारी, सुरक्षाकर्मी लगायतको झाडु लगाएका थिए। सरसफाईमा मुख्यमन्त्री लालबाबु राउत, भौतिक योजना मन्त्री जितेन्द्र सोनाल, सांसद राजेन्द्र महतो, सामाजिक विकास मन्त्री नवल किशोर शाह, प्रदेश सांसद रामेश्वर शाह लगायत सहभागी भएका थिए। प्रधानमन्त्री मोदी जनकपुर आउने निश्चित भएपछि प्रदेश सरकार र स्थानीय सरकार तयारीमा जुटेका छन्। नागरिक अभिनन्दन गरिने ठाउँ 12 बिघाको सरसफाई गरी मञ्च बनाउने काम पनि भइरहेको छ। त्यस्तै जानकी मन्दिरदेखि 12 बिघासम्म सडक छेउका भित्ताहरू सफा गरी मिथिला पेन्टिङ बनाउने काम भइरहेको छ। साथै यस क्षेत्रमा स्वागतद्वारा निर्माण र नाला मर्मतको काम पनि भइरहेको छ। भारतीय प्रधानमन्त्री मोदी वैशाख 28 गते पटनाबाट जनकपुर आउने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर धाम भ्रमणलाई दृष्टिगत गर्दै भारतीय टोली 12 बिघा रङ्गभूमि मैदान निरीक्षण अवलोकन गरेका छन्। नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरी नेतृत्वको टोली 12 बिघा रङ्गभूमि मैदानमा मोदीको नागरिक अभिनन्दन र भाषणका लागि बनाइने मञ्च, हेलिकप्टर अवतरणका लागि बनाइने हेलिप्याड सहितको विषयमा जानकारी लिएका छन् भने सुरक्षाका हिसाबले आयोजक प्रदेश सरकारलाई सुझाव समेत दिएका छन्। 100 मीटर में आप कंस्ट्रक्शन, लेकिन हम लोग 100 मीटर रख के आराम से हमारे सारे फंक्शंस में इतना गैप देके हमारे उधर जिस तरह का कंस्ट्रक्शन होता है उसके हिसाब से मैं बोल रहा हूं। चलिए, मैं आपको अगर हम ये करते 50 मीटर यहाँ, 100 मीटर यहाँ, 150 मीटर, 100 मीटर और 50 मीटर यहाँ, सुनिए ना, आप 200 रखिए फिलहाल, क्योंकि सेफ्टी रखना ज्यादा अच्छा है। 200, 300, 350, आपको 350 मीटर वाल से हम इधर आपको मैंने एलोकेट करते हैं। ठीक है, और उसके बाद हम कंस्ट्रक्शन। छलफलका क्रममा मोदीको अभिनन्दन र भाषणका लागि बनाइने मञ्च मैदानको दक्षिणतर्फ उत्तरमुख भएको 8 फिट उचाइको मञ्च बनाइनेछ। मञ्चकै पछाडि हेलिप्याडको निर्माण हुनेछ। हेलिकप्टरबाट उत्रेपछि मोदी अञ्चल अस्पताल रोड हुँदै सिधा जनकपुर मन्दिर जाने र पुनः फर्किएर मञ्चको कार्यक्रममा सहभागी हुनेछ। साथै भारतीय टोली इन्डियन एयर फोर्सको हेलिकप्टर 12 बिघामा परीक्षण अवतरण गराएका छन्। मञ्च व्यवस्थापन उपसमितिका संयोजक एवं प्रदेशका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनालले भारतीय टोलीलाई मञ्च व्यवस्थापनको योजना सुनाएका थिए भने भारतीय टोलीले समेत सुझाव सङ्कलन गरेका छन्। भारतीय टोलीमा नेसनल सेक्युरिटी गार्ड एनसेजीका आइजी मिस्टर जेटाली साथै स्रोतका अनुसार भारतको साउथ ब्लक हेर्न भारतीय खुफिया एजेन्सी र का प्रतिनिधि सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता रहेको छ। टोलीका सम्पूर्ण सुरक्षा निकायहरू सदा पोसाकमा थिए।
टोलीलाई भेट्न प्रदेशका मुख्यमन्त्री मोहनलाल बाबु राउत, अन्तरिम मामिला मन्त्री ज्ञानेन्द्र यादव र कृषि मन्त्री शैलेन्द्र शाह, मेयर लालकिशोर शाह सहित 12 बिघा पुगेका थिए। बाँकेको नैर्नापुर गाउँपालिकाको जमिनमा आग लागिबाट 16वटा घर जलेर नष्ट भएको छ। 13वटा घर पूर्ण रूपमा र 3 घर आंशिक रूपमा जलेर इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ। बालबालिकाले भुसाका आगो सल्काउने क्रममा घरमा समेत आगो फैलिएको बताइएको छ। स्थानीय पेशाकार यादव र बुद्ध धोबीले घरबाट आग लागि सुरु भएको थियो। आग लागिबाट खाद्यान्न, लत्ता, कपडा, भाँडा, बर्तन लगायत घरायसी प्रयोजन सामग्रीहरू जलेर नष्ट भएको पीडितहरूले बताएका छन्। स्थानीय वर्षाती धोबीले आफ्नो घरमा राखेको 2 लाख भारतीय रुपैयाँ समेत जलेको बताए। सडक यातायातको पहुँच नभएको सो क्षेत्रमा दमकल पुग्न नसकेपछि आग लागि नियन्त्रण गर्न स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई करिब 2 घण्टा समय लागेको थियो। आग लागि पीडित परिवारलाई तत्काल गाउँपालिकाको राहत स्वरूप 50 किलो चामल र 5 किलो दाल र 1 किलो नुन र 1 लिटर तेल साथै प्रति परिवारलाई 2000 रुपैयाँ उपलब्ध गराउने नैनपुर गाउँपालिका अध्यक्ष हस्तियाक अहमद शाहले बताए। आग लागिबाट वर्षेनी हुने क्षति कम गर्न गाउँपालिकाले आफ्नै स्रोतमा दमकल किन्ने प्रतिक्रिया सुरु गरेको अध्यक्ष शाहले जानकारी दिए। आगलागी पीडितहरू निशुल्क टिनका पाताहरू उपलब्ध गराउने कार्यक्रमबाट लाभान्वित हुँदै आए पनि गत आर्थिक वर्षदेखि कार्यक्रम बन्द भएको छ। उक्त कार्यक्रम बन्द भएका कारण जिल्ला विपद व्यवस्थापन समितिले पीडित परिवारलाई तत्काल राहत स्वरूप 10,000 रुपैयाँसम्म सहयोग गर्न सक्ने जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रताका अंकुश लाग्ने खतरा बढ्दै गएको बताउनु भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा महासंघले बिहीबार बिहान राजधानीमा गरेको प्रभात फेरी पछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले राज्यद्वारा नै स्वतन्त्रता प्रेसमाथि अंकुश लगाउने कोसिस भइरहेको बताउनु भएको छ। संविधानपूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए पनि व्यवहारमा अझै पनि प्रेस स्वतन्त्रता हुन नसकेको भन्दै उहाँले प्रेस स्वतन्त्रताका पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गर्नुभयो। राज्यले नीतिगत रूपमा कानून बनाएर प्रेस स्वतन्त्रता हनन गर्ने कोसिस गरिरहेको दाबी पनि उहाँले गर्नुभयो। आगामी भदौदेखि कार्यान्वयनमा आउने फौजदारी संहितामा पत्रकारको कुनै विषय लेख्यो भने त्यस विरुद्ध मुद्दा लगाउने, जेल हाल्ने र लाखौं रुपैयाँ जरिवाना लगाउने सम्मको प्रावधान गरिएको भन्दै उहाँले स्वतन्त्र प्रेसमाथि नीतिगत रूपमा अंकुश लगाउने कदम विरुद्ध एकजुट हुन स्वतन्त्रता प्रेस पक्षहरूद्वारा आह्वान गर्नुभयो। आगामी दिनमा थुप्रै कानुनहरू बन्दिरहँदाखेरि प्रेस स्वतन्त्रता हनन हुने ठुलो खतरा हामीले देखिरहेका छौँ। नीतिगत रूपमै नीति बनाएर, कानुन बनाएर प्रेस स्वतन्त्रतामाथि हनन गर्ने कोसिसहरू भइरहेका छन् र पछिल्लो उदाहरण फौजदारी संहिता आगामी भदौ 1 गतेदेखि लागू हुन गइरहेको फौजदारी संहितामा पत्रकारले कुनै विषयमा लेख्यो भने लेखेको विषयमा सिधै फौजदारी मुद्दा लगाउने प्रावधान राखिएको छ र थुप्रै पत्रकारलाई जेल हाल्ने र लाखौं रुपियाँसम्म जरिवाना गर्ने सम्मका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई गम्भीर रूपमा चाहिँ हनन गर्ने खतरा अहिले देखिसकेको छ। यसका विरुद्ध सम्पूर्ण प्रेस स्वतन्त्रताका अनुयायीहरू, पत्रकार महासंघका सबै तह र तबकाका निकायहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ। निस्किनुभएका नेपालका महासंघका अध्यक्ष आचार्यले पत्रकारिता पेसालाई जिम्मेवार र मर्यादित बनाउनु पर्नेमा पनि जोड दिनुभयो। र मर्यादित रहनको लागि पनि पत्रकार महासंघको अगुवाईमा सम्पूर्ण मिडिया हाउसहरूमा आफै आचार संहिता बनाउनुहोस् र मिडियाको गाइडलाइन बनाउनुहोस् भनेर हामीले नमुना गाइडलाइन चाहिँ उहाँहरूलाई अनुरोध गर्ने सोचेका छौँ। मिडिया हाउसहरूलाई आफ्नो गाइडलाइन आफै बनाउने र आचार संहिताको आफै स्वनियमन गर्ने प्रणाली हरेक मिडिया हाउसले गर्यो भने वास्तवमा प्रेस स्वतन्त्रतामाथि आज बाहिरबाट हस्तक्षेप हुने घटनामा पनि कमी आउनेछ भन्ने हाम्रो विश्वास छ।
विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा महासंघले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा 2074 सालमा मुलुकभर स्वतन्त्र प्रेस र पत्रकारितामाथि भएका दुर्व्यवहारका घटनालाई समावेश गरिएको छ। सन् 1993 देखि विश्वभर मे 3 मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ। यो दिन विश्वभर प्रेस स्वतन्त्रता र पत्रकारमाथिका दुर्व्यवहारका घटनाहरू सार्वजनिक गर्नुको स्वतन्त्रता प्रेस पक्षमा र्याली, अन्तर्क्रिया लगायत कार्यक्रम गरिन्छ। पुरुषको तुलनामा समान हैसियत भए पनि अझै नेपाली सञ्चार गृहका महिला पत्रकार सम्पादकीय तहमा पुग्न नसकेको बताइएको छ। बुधबार यहाँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा क्रियाशील पत्रकार महिला WWJ ले आयोजना गरेको समाचार कक्षमा पत्रकार महिलाको अवस्था विषय अन्तर्क्रिया कार्यक्रममा संस्थाका अध्यक्ष अमिका राजस्थानले नेपालका सञ्चार गृह समान हैसियत भएका महिलाले पनि सम्पादकीय तहमा पुग्न नपाएको बताइन्। उनले संयुक्त राष्ट्रिय संघीय महासंघबाट सन् 1993 मा घोषणा भएपछि मनाउन थालिएको विश्व प्रेस स्वतन्त्रता दिवसको महत्त्व नेपालको परिप्रेक्ष्यमा बढिरहेको भए पनि महिलाको सहभागिता कम रहेको देखेको पोखिन्। पत्रकारिता तथा प्रेस स्वतन्त्रताका आधारभूत मान्यता, विश्व स्तरमा भएका प्रेस स्वतन्त्रताको अवस्था, मूल्याङ्कन, समाचार सङ्कलन तथा समाचारकै कारण पत्रकारले खेप्नुपर्ने विभिन्न हिंसा घटना, हिंसा तथा मृत्युवरण गर्न बाध्य भएका पत्रकारले सम्झनामा अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाइने गरिन्छ। कार्यक्रममा क्रियाशील पत्रकार महिलाका उपाध्यक्ष तथा राष्ट्रिय समाचार समितिका पूर्व महाप्रबन्धक निर्मला आचार्यले समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व हुने हो भने थुप्रै संरचनागत परिवर्तन तथा सेवा सुविधाका कुरामा सुधार गर्न सकिने दावी गरिन्। आफ्नो कार्यकालमा पत्रकार महिलाको वृत्ति विकासदेखि राष्ट्रिय समाचार समितिको भौतिक विकासमा समेत आफ्नो विशेष पहल रहेको उल्लेख गर्दै पत्रकार महिला पुरुष पत्रकार तुलनामा कुनै पनि रूपमा कमजोर नरहेको आचार्यले स्पष्ट पारिन्। कार्यक्रममा पत्रकार महिलाले आफ्नो अनुभव व्यक्त गर्ने क्रममा स्थानीय गर्ने, बढुवा गर्ने, विभिन्न अवसर प्रदान गर्ने सवालमा पत्रकार महिला विभेदमा पर्ने गरेको गुनासो गरेका थिए। अब समाचारमा विश्रामपछि पर्किएको ट्रान्सफर्मर नहुँदा सप्तरीमा 200 परिवार विद्युत सेवाबाट वञ्चित। फेसबुक डाटा चोरेको आरोप लागेको क्याम्ब्रिज एनालिटिका बन्द र आइपिएल क्रिकेट दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई 4 रनले पराजित। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। विगत 2 साता अघि पर्किएको ट्रान्सफर्मर मर्मत नहुँदा सप्तरीको महादेवा गाउँपालिका 2 कजौली टोलका 200 परिवार विद्युत सेवाबाट वञ्चित भएका छन्। कजौली विद्युत आपूर्तिका लागि राखिएको 50 kVA को ट्रान्सफर्मर अत्याधिक लोडका कारण पर्किएको थियो। 2 साता बितिसक्दा पनि ट्रान्सफर्मर मर्मत नहुँदा अँध्यारोमै बस्नु परेको स्थानीय विष्णुदेव यादवले बताउनुभयो। विद्युत आपूर्ति बन्द भएपछि कुटानी, पिसानी लगायतका समस्या बढेको र विद्यार्थीको पढाइ समेत प्रभावित भएको छ। ट्रान्सफर्मर मर्मतका लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजमा जानकारी गराए पनि सुनवाई नभएको स्थानीयले गुनासो गरेका छन्। स्थानीयले 1 साता अघि नै कार्यालयमा लिखित निवेदन दिएका थिए। प्राधिकरणले भने विद्युत चोरीका कारण जिल्लाभरि नै 15-16 वटा ट्रान्सफर्मर जलेको जनाउँदै प्राथमिकतामा आधारमा मर्मत भइरहेको जानकारी दिएको छ। नेपाल आयात निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ। आज राति 12 बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा 2 र डिजेलमा मट्टीतेलमा 3 रुपैयाँ मूल्य वृद्धि गरेको हो। मूल्य वृद्धिपछि अब पेट्रोलको मूल्य प्रति लिटर रु 108 हुनेछ भने डिजेल र मट्टीतेल प्रति लिटर रु 90 पुगेको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ। अब फेरि समाचारमा विश्रामपछि फेसबुक डाटा चोरेको आरोप लागेको क्याम्ब्रिज एनालिटिका बन्द र आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले राजस्थान।
विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी समाचार। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि वैशाख 27 गते शुभ साइत निकालिएको छ। ललितपुरको पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेल राखिएको छ। लगनखेलबाट जौलाखेल रथ तान्नका लागि विशेष विधिपूर्वक शुभ साइत हेर्ने चलन अनुसार जेउसी गुरुङहरूले बिहिबार बिहान शुभ साइत हेरेका छन्। परम्परा अनुसार मंगलबारको मणिमण्डपलाई विशेष विधिपूर्वक ज्योतिषीहरू बसेर रथनलाई जौलाखेलतर्फ तान्ने शुभ साइत हेरिन्छ। शुभ साइत जुरेपछि रथलाई तानेर जौलाखेल पुर्याइन्छ र त्यहाँ पुर्याएको 4 दिनपछि भोटो देखाउने गरिन्छ। वैशाख महिनाको शुक्ल पक्ष प्रतिपददेखि सुरु भएर असार शुक्ल चौथीसम्म झण्डै 2 महिनासम्म मनाइने यो रथ जात्रा यस पटक जेठमा मलमास पारेकोले छोटो अवधिभित्र सम्पन्न गर्ने गरी शुभ साइत हेरिएको ज्योतिषी कृति किरण जोशीले जानकारी दिनुभयो। 2075 सालमा लगनखेलबाट जौलखेल जाने जुन यात्राको लागि चाहिँ यात्राको हेर्ने साइटको क्रममा यसपालि चाहिँ 2075 साल वैशाख 27 गतेको दिन चाहिँ जोडेको छ। यो हुनुको कारण के छ भने अब पछि गयो भने फेरि जेठ बिग्रेदेखि मलमा सुरु हुन्छ। त्यही भएको हुनाले भगवानको लागि श्रीको लागि सबभन्दा अगाडि राम्रो दिन छानेको हुनाले 27 गते पर्लाको शुभ साइत। पुल्चोकबाट सुरु भएको रथ जात्राको पहिलो दिन रथलाई नटोल पुर्याइन्छ। त्यसपछि महापाल, मंगल बजार, सुन्धारा, महाबौद्ध, तैना, टगल हुँदै थत्तीटोल पुर्याइन्छ अनि लगनखेलबाट शुभ साइत हेरेर जौलाखेल ल्याउने गरिन्छ। अब अन्तर्राष्ट्रिय समाचार। फेसबुक प्रयोगकर्ताका गोप्य सूचना चोरेर अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पले सघाएको आरोप लगाएको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ। राजनीतिक पार्टीहरूलाई परामर्श दिने यो कम्पनीमाथि करिब 9 लाख फेसबुक प्रयोगकर्ताले डाटा चोरेको आरोप लागेको छ। कम्पनीले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै व्यवसाय बन्द गर्न लागि जानकारी दिएको छ। आफूमाथि लगाइएका आरोपको खण्डन पनि सोही सूचना मार्फत गरिएको छ। क्याम्ब्रिज एनालिटिकाकी प्रवक्ता क्यालेरेन्स मेचलबाट जारी सूचनामा लेखिएको छ, कही महिना यता क्याम्ब्रिज एनालिटिका माथि आधारित आरोप लागेको छ। यसबाट कम्पनीको बदनाम गरियो। हामीलाई हाम्रा कर्मचारीप्रति पूरा भरोसा छ कि उनीहरूले हमेशा नैतिक र कानुनी रूपबाट सही काम गर्दै आएका छन्। मिडिया कभरेजको कारण कम्पनीमा लगभग सबै ग्राहक र सप्लायरहरू गायब भएका छन्। यसका कारण अब यस व्यवसाय चलाउन आर्थिक रूपबाट फाइदा छैन। क्याम्ब्रिज एनालिटिकाले गोप्य सूचना चोरी गरेको खबर सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जकरबर्गले आफूबाट गल्ती भएको स्वीकार गरेका थिए। उनले फेसबुक प्रयोगकर्ताको सुरक्षाका लागि थप कदम चालिने बताएका छन्। अब खेल समाचार। आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई 4 रनले हराएको छ। पानी परेर मैदान हिलो भएपछि प्रभावित भएको खेलमा 12 ओभरमा 151 रनले लक्ष्य पाएको राजस्थानले 5 विकेट गुमाउँदै 146 रन मात्र बनाएपछि दिल्लीले 4 रनले रोमाञ्चक जित हात पारेको हो। राजस्थानका जोस बटलरले विस्फोटक 47 तथा जोन म्याथ्यू सर्टले 44 रन बनाए पनि जितका लागि पर्याप्त भएन। दिल्लीका ट्रेड बोल्टले 2 विकेट लिए। बोटरले मात्र 26 बलमा 7 छक्का र 4 चौका सहित 47 रन बनाए भने सटर 25 बल 4 छक्का र 2 चौका सहित 44 रन बनाएका थिए। फिरोज शाह कोटल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको घरेलु टोली दिल्लीले 17 ओभरमा 1 बलमा 6 विकेट गुमाएर 196 रन बनाएको थियो।
उसका लागि ऋषभ पन्तले 69, कप्तान श्रेयस अय्यरले 50 र पृथ्वी शाहले 47 रन बनाएका थिए। आक्रामक ब्याटिङ गरेर ऋषभले 29 बलमा 7 चौका र 5 छक्का प्रहार गरेका थिए। यस्तै अय्यरले 35 बलमा अर्धशतक पूरा गरेर भने पृथ्वी 25 बलमा 4 छक्का र चौका प्रहार गरेका थिए। जितपछि दिल्ली 9 खेलबाट 6 अङ्क जोड्दै अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई ध्यानमा राखी आज बृहत सरसफाई गरियो। भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारी तीव्र, भारतीय उच्च अधिकारी लगायत टोलीले जनकपुरको 12 बिघाको निरीक्षण। आज 25औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै सम्पादकीय तहमा पुग्न नपाएको महिला पत्रकारको गुनासो। पर्किएको ट्रान्सफर्मर मर्मत नहुँदा सप्तरीमा 200 परिवार विद्युत सेवाबाट वञ्चित। र आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई 4 रनले पराजित। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।